मधेसी धरती पुत्रको 2/3 भन्दा बढीको प्रधानमन्त्री पाएको हुनाले ती बहिनीप्रति म धन्यवाद दिन चाहन्छु। हाम्रो माननीय रुबी कुमारी ठाकुरज्यूलाई रुबी बहिनी पनि भनेर यहाँनिर सम्बोधन गरेको मैले देखेँ। त्यो शब्दलाई खारेज गरियोस्। यहाँ कोही कसैको बहिनी, कोही नातिनी, होइन, कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन। कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट। माननीय सदस्य श्रद्धा कुँवर, समय 3 मिनट। सभामुख महोदय, अहिले म यहाँ सदनमा उभिएकी छु र आफूलाई अत्यन्त जिम्मेवार महसुस गरेकी छु। उक्त आन्दोलन तथा विभिन्न कालखण्डमा देश र जनताको लागि जीवन गुमाउनु हुने सम्पूर्ण शहीदहरूप्रति जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट माननीय महावीर पुन, समय 5 मिनट। सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरूलाई नेपालको इतिहासबाट एउटा अत्यन्तै महत्त्वपूर्ण पाठ सिक्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ। त्यसको लागि 3वटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र 4वटा नियमावलीहरू ल्याउन प्रयास गरेको थिएँ। के लिएर आउनुभयो एजेन्डा? केही छैन भनेपछि खेल्न आउनुभयो। उहाँ विदेशी एजेन्ट हो। बालन विदेशी एजेन्ट। कुन देशको एजेन्ट? विदेशी एजेन्ट हो, यति बुझ्नुहोस्। विदेशी एजेन्ट हो, स्वदेशी होइन। स्वदेशी चाहिँ होइन। ठोक्कै दिन्छु, ल यहाँ नेपाली कागज ल्याउनु, 10वटा तपाईँको ठ्याप्सिङ लगाइदिन्छु, दाहिने मात्रै परेन देब्रे। हामीले यसरी पुरा गर्दैछौँ। यो विधि पुरा गर्दाखेरि एकले अर्कालाई आक्षेप लाउनु पर्ने, त्यो अस्ति हामी चुनेर आउँदाखेरि जे गऱ्यौँ अब त्यो सक्यो, त्यो नगरौँ। यहाँ सदियौँदेखि एउटा भाइरस छ, त्यो भाइरसबाट बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। त्यो भाइरस भनेको के हो भने नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद। यो चाहिँ भाइरसै हो। प्रधानमन्त्रीले पहिलो अधिवेशन नबोल्नुलाई तपाईँ कसरी हेर्नुहुन्छ? अब त्यो उहाँको कुरा हो, म त उहाँलाई नै सोध्नु। तर तपाईँ पनि प्रधानमन्त्री भइसकेका मान्छे, प्रधानमन्त्री जस्तो व्यक्तिले चाहिँ बोल्दै नबोल्नु, यसलाई चाहिँ कसरी लिनुहुन्छ भनेको? म अहिले यो बारे धेरै टिप्पणी गर्दिनँ, बरु यो जादुमय विजयका लागि बाह्य दृष्टिले कसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू, टिओबी, एआई, अल्गोरिदम, गोएबल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई। मान्य सदस्यहरू, अब म माननीय गृहमन्त्री सुदन गुरुङलाई दोस्रो संशोधन अध्यादेश 2082 पेश गर्न अनुमति दिन्छु। माननीय मन्त्रीजी। जसरी गर्भ खेर जाँदा आमालाई पीडा हुन्छ, त्योभन्दा बढी दर्द मत खेर जाँदा मतदाताहरूलाई हुने रहेछ भन्ने कुरा उहाँहरूले विगतमा खेर गएको मतका लागि प्रकट गर्नुभएको रोषबाट प्रष्ट अब जॉन बनेगा डॉन, जॉन बनेगा डॉन।
एकै नजरमा माया बस्यो है लुकी छिपी हेरिदिन Hey, y'all, come look at this.